2022 फिफा वर्ल्ड कपको गोल्डन बुट कसले पाएका थिए? आज यो बल गिफ्ट रहनेछ है त। 3 4 5 6 आजको च्यालेन्ज हुनेछ बल जगलिङ च्यालेन्ज र यो च्यालेन्जमा गर्नुपर्नेछ दुईवटा खुट्टाले यो बललाई जगलिङ गर्नुपर्नेछ। हामी र्यान्डम ग्राउन्डमा जानेछौँ, त्यहाँ गएर च्यालेन्ज गराउनेछौँ र जसले च्यालेन्ज दिन्छ उसलाई यो बल दिइनेछ। र्यान्डम प्लेस खोज्दा खोज्दै हामी आइसकेका छौँ फुटबल खेलिरहेको ठाउँमा र आजको च्यालेन्ज हुनेछ यहाँ। आजको च्यालेन्ज हुनेछ हाम्रो बल जगलिङ च्यालेन्ज र आज यो च्यालेन्जमा जसले यो च्यालेन्ज जित्छ, जसले धेरै बेर यो बललाई दुईटा खुट्टाले हाम अड्डाउन सक्छ उसले यो च्यालेन्ज जित्नेछ है त। र उसलाई आज यो बल गिफ्ट रहनेछ है त। ल च्यालेन्ज सुरु गरौ है त। सुरुवात कहाँबाट गरौ? आऊ एकजना। ल 1 अरे 1 2 3 4 5 6 7 8 9 10 10 है। 1 2 3 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 18 19 19 20 1 2 3 4 5 6 7 8 9 10 11 12 50 चोटी। ओ माई गॉड 50 चोटी 50 है 50। ल नेक्स्ट आऊ ब्रदर यार जसरी गर 1 2 3 ओ यार 1 2 3 ओ नेक्स्ट 1 2 ल केही भएन। ल नेक्स्ट 1 2 2 1 2 3 जति सक्छौ 1 2 3 नाइस आउट। लास्ट हो 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 oh 29 1 2 सबै भाइहरूले राम्रै जगलिङ गरेका छन् हैन, तर सबैभन्दा धेरै 50 पटक जगलिङ गरेर जित्न सफल भएका छन् हाम्रो आयुष परियार। ल आऊ र हामीले भनेको थियौँ च्यालेन्ज जसले जित्छ उसलाई यो बल दिइनेछ भनेर। सो आजको विनर चाहिँ आयुष परियार रहेका छन्। सो उहाँलाई म यो बल दिन्छु। लाउनुस्, बधाई छ। तर ल के छ र ओ बधाई छ भाइलाई। ल राम्रो खेल्दै गर्नु है त। 2022 फिफा वर्ल्ड कप त हेरिरहेछ। 2022 फिफा वर्ल्ड कपको गोल्डन बुट कसले पाएका थिए? मेसीले। एम्बापे। पुरा नाम भन्नुपर्ने हुन्छ। हाम्रो 2022 को फिफा वर्ल्ड कपको गोल्डन बुट हाम्रो किलियन एम्बापेले जितेका थिए है। सही एन्सर दिएका छन्। सो उसलाई मैले 100 रुपैयाँ दिइहालेँ। चलो बधाई छ। ल हाम्रो गेमन च्यानललाई ल लाइक शेयर सब्सक्राइब गरेर साथ दिनु होला है त। ल थ्याङ्क यू सो मच है। पोटे नोटिस
यो माथिको भिडियोमा अझै पनि 100वटा कमेन्ट्स पुगेको छैन। सो जानुस् 100वटा कमेन्ट्स पुर्याउनुस् र हामी हजुरहरूको स्कुलमा या कलेजमा आउने छौँ। र आजको हाम्रो जगलिङ च्यालेन्ज यही नै सकिएको छ। सो लाइक शेयर सब्सक्राइब गर्दै गर्नु होला। आउने दिनमा रमाइलो गर्दै गरौँ होला। थ्याङ्क यू सो मच। वी विल मिट इन नेक्स्ट भिडियो।